हेलो गाइस, आज हामी पिकनिकमा जाँदैछौँ हो। आज कहाँ जाँदैछौँ भन्नु त? आज हामी पिकनिक जाँदैछौँ कहाँ? भुसुक खोला। भुसुक खोला। आज भुसुक खोलामा जाँदैछौँ कि यत्रो कुखुरा बोकेछौँ हो, त्यो पनि लोकल कुखुरा है। लोकल कुखुरा चाहिँ आज लोकल कुखुराको सुप चाहिँ खोलामा चाहिँ के गरिन्छ हौ? मजाले सुप खाइन्छ अन्त आइन्छ। यहाँ हामी गाइस हामी किन नन्दुकमा निस्किँदैछौँ। यहाँनिर के किन्नु पर्ने परेको छ हो। यहाँ त मेरो साथीहरू फेरि आज हो, आज के किन्न छ यो नन्दुक हो, नन्दुक। यता चाहिँ आज तेल 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 ए तेल र हल्दी पनि भयो है सिँगेर मैले बोक ए तपाईँ बोक्नु भयो ए हुन्छ। आज मेरो पार्टीहरू यता अरुण दाजु छ। अरुण दाजु हल्दी बोकेको छ दुइटैमा पुग्छ पुग्छ है। हेलो गाइस, हामी पुग्यौँ। विमल दाजु आउँदैछ ओह्रालोदेखि। अब यत्रो सामान बोकेर जाँदैछौँ हो। यता अगाडि जाँदैछ हामी। अब पिकनिक स्पटमा पुगेर फेरि भिडियो ल्याउने छु। विमल दाजु छिटो कुदाउँ, छिटो छिटो अलिक माथिपट्टि। ल त्यहाँदेखि चाहिँ ओह्रालो जाउँ। त्यहाँदेखि सिधा ओह्रालो। हामी तल जानुपर्छ। पिकनिक स्पट चाहिँ तल हामीलाई हेरिरहेको रहेछ। हामी पिकनिक स्पटमा पुगेको जस्ट हो। सबैजना रेडी भइसक्यो हो। फेरि हो फेरि यता फेरि आमा बुबु हो फेरि हो। एकजना तल जाँदैछ। यता फेरि हाम्रो सिनियर दाजु यासा गुम्पा जस्तै खोज्नु हुँदैछ। यासा गुम्पाको सेकेन्ड मेडिसन हो यो चाहिँ हो। अनि अब के गर्नुपर्ने हो विमल दाजु? अब हामी हल्का दौराहरू खोज्छौँ होइन। यहाँ आगो पुग्ने छ, यहाँ आगो पुग्छ। यो यस्तो छ। यो चाहिँ भुसुक खोला। ओके हामीले चाहिँ खानु स्टार्ट पनि गरेको है। यहाँ छ यहाँ सामानहरू छ हो। रेडी छ लोकल चिकन लोकल। यता क्या खाइदिँदा माछा खै यस्तै छ यस्तै छ। यो चाहिँ फेरि मैले आफै बनाएको नि फेरि। हाम्रो फायरम्यान चाहिँ कता छ? यता हाम्रो कुक चाहिँ यहाँ फेरि खास छ हो। आमा सुधार यहाँ हेर न फेरिको है। दामी छ है दामी। अब हाम्रो सबै पाकिसक्यो भनौँ न। यहाँनिर आमा यहाँनिर ठक्कै हो माछा पाकिरहेको छ हो। त्यहाँदेखि यहाँनिर टक्कै लोकल चिकन। यो चाहिँ लोकल चिकन चाहिँ यस्तो हुन्छ है साथी हो। लोकल चिकन हो। त्यहाँदेखि यहाँ अब यहाँ चाहिँ फेरि फ्राई गर्नुको लागि रेडी छ सबै साथीभाइहरू। मजा छ मजा छ। यस यस के भन्नु छ आजको दिन भन्नु त? आजको दिनमा चाहिँ हामी भुसुक खोलामा पिकनिक खानु आएको थियौँ। माछा मार्नु चाहिँ आएको छ होइन, तर हामी लोकल चिकन हो लोकल चिकन। यता चाहिँ हामीले खास कुक लिएर आएको दार्जिलिङबाट हो। एकदमै कुक नम्बर 1 है फेरि। अन्त हामी चाहिँ म चाहिँ भाडा प्लेट धुनु जाँदैछु। प्लेट धुने फेरि हो। अन्त यता फेरि कुक छ। दाजुहरू सबै रेडी गर्दैछ खाना। यता हाम्रो स्पेसल कुक हो। यता हाम्रो हेड अफ द डिपार्टमेन्टै फेरि। के भन्नु छ? कोही देख्दैन त कसलाई के भन्नु कसैले केही गर्न नसक्दा सुन्नुहोस् है। तर हो है यो कथाहरू छ नि भयो। लिम्बुनी माछा भन्नु के? लिम्बुनी माछा भने यो बुदुना माछा हो नि। लिम्बुनी माछा चाहिँ बुदुना माछा हो। यसो कानमा ढुङ्ग्री लाग्छ हो नि त। ठिकै हो ठिकै चाहिँ नि खासै भन्नु चाहिँ अब कहानी चाहिँ तपाईँले बताउनुहोस् त। सुब्बाहरूले चाहिँ नखानु भन्छ खास। त्यो है राईहरूले खानुपर्छ यो सुबेनी। ल गाइस लिम्बुनी माछा चाहिँ खालि राईले मात्रै खान्छ अरे ल। सुब्बाहरूको चाहिँ अब साइनो लाग्छ नि त। आज चाहिँ के भयो अरे भन्नुहोस् त। कहाँ भन्छ त्यहाँ कत्रो खदाले भन्नु नि। माछाको तागत चाहिँ मैले माने। किन किन खास चाहिँ किन? बिहान आएर मुत्दाखेरि केही न केही हो, बल्ल केही पनि भएन। अहिले माछा खाएर मुत्दाखेरि चाहिँ बल्ल त जेसीबीले खोप्यो जस्तो खोप्यो।
यो फेरि त्यस्तो छ माछाको तागत अर्ग्यानिक के भन्नुहुन्छ ल भन्नु त म चाहिँ के भन्छु भने एक दुईवटा माछा चाहिँ आउनेवाला थियो यहाँ हो बेच्नु तर हामी बिजी भयौँ हो अनि माछा अलिक उसको साथीहरू पनि आएछ उनीहरू सबै त्यो माछाको साथीहरू आएर बगरमा आएर पर्खिरहेको रहेछ गाइस यहाँ माथि हेर्नु कुक गर्नेहरू पुरा छ हो पुरा कुक गरिरहेको छ खानेले खाइरहेको छ होइन तर हामी इन्जोय गर्दैछौँ हामी आज होलिडे हो होइन होलिडेमा हामी इन्जोय गर्छौँ है यसरी हो जस्ट इन्जोय हो है उनीहरूले हो त्यस्तो नराम्रो नसोचिदिनुहोस् होइन अब यहाँ सबै रेडी हुँदैछ है यहाँ खानाको लागि रेडी हुँदैछ हो अब हामी रेडी गर्दैछौँ ओके खानाको टाइममा फेरि हाल्नेछु थ्याङ्क यू ल गाइस हामी अब खानु आँटेको है हामीले थाल्नु आँटेको है ल हेलो गाइस हामीले फाइनल्ली पिकनिक सकेर फर्किँदैछौँ है साथीहरू जाँदैछ यता आउँदैछ साथीहरू हो बिस्तारै बिस्तारै ल ल अर्को लनर आउँदैछ लनर बिस्तारै बिस्तारै